यस्तै हो छोरा मान्छेको जिन्दगी मान्छेले आफ्नो आङ अनुसारको भारी हाल्नुपर्छ खुट्टी अनुसारको पाइला चाल्नुपर्छ दुःख हन्डर खानुपर्छ हेर्न गइरहेको फिल्म हेर्दाखेरि चाहिँ हामीलाई एकदम आशा हुनसक्छ त्यस कारणले हामी चाहिँ अहिले खुसी हुने प्रयास गरिरहेका छौँ अब पहिले अब गीत गाएर हामीले चाहिँ देखाउन गइरहेका छौँ फिल्म जस्तो होइन आँसु बुझ्नुपर्छ हाम्रो प्लान भनेको सिद्धान्त भनेको त्यही हो हामीहरू फिल्म हेर्न आए पनि यो पपकर्न सबकर्न खान्न ऱ्यामकर्न मात्र खान्छ हामी हो एकदम नेपाली मुभीलाई हेप्ने ओडार्ने यस्तै यस्तै हो भने नि भाइ कोल्याब छान्दिन्छौँ नि फेरि हामी पपकर्न सबकर्न खाएर फिल्म हेर्दैनौँ नि फेरि अब चाहिने फिल्म नहेरेर के गर्छ चाहिने खाऊ भने चाहिने कान्छा भएको अनुहार नखाऊ भने चाहिने दिनभरिको शिकार भने जस्तो छ तर फिल्म चाहिँ राम्रो छ भन्ने सुन्या छ भातसात चाहिँ हँसुलेर आइयो पपकर्न सबकर्न चाहिँ खानु पर्दैन मामा ए मामा अन्जलाई केही सिकाउनुहोस् होइन भने चटक्क जानु होला नि टङ्क भाइ हजुर यो मुभी हेरेर रोइन्छ जस्तो लाग्छ वा रोइन्न जस्तो लाग्छ मलाई चाहिँ सायद रोइन्छ जस्तो लागिरहेको छ किनभने चाहिँ टेलरमा चाहिँ एकदम भावुक हुने टाइपको हरिफ चाहिँ देखाएको छ होइन त्यसकारण चाहिँ एकदम रोइन्छ जस्तो लागिरहेको छ अब हेरौँ नरहे पनि हामी चाहिँ थुक्लाएर भने रुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो है हजुर मुभीलाई चाहिँ जसरी हुन्छ सफल पार्नुपर्छ थुक्लाएर पनि जसरी हुन्छ रुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो है रुनु चाहिँ एकदम फिल्मको लागि फिल्म हेरेर रुनु भनेको चाहिँ एकदम राम्रो पक्ष हो होइन अरू बेलामा चाहिँ बोयफ्रेन्डको लागि रुने गर्लफ्रेन्डको लागि रुने भन्दा चाहिँ यो एकदम एक नम्बर चाहिँ राम्रो हो भन्ने मलाई चाहिँ लाग्छ मामा हजुर हजुर तपाईँको रुने प्लान के छ टिस्यु पेपरहरू कति ल्याउनु भएको छ पेपर नभए पनि यो स्विटर चाहिँ छ हजुर आँसु नआए पनि ठोक्लाएर भए पनि हुन्छ कि यसो यसो कोसेर हजुर रोएको जस्तो आँखा नाता बनाएर बाबु एउटा तारे भिरवाला गीत जाओस् त तिमी तारे सबले केही न ल हाम्रो फेरि सुरु गर्दैछ तिमी तारे तिमी तिमी हाम्रो पपकर्नको प्रड्युसर हुनुहुन्छ साथै फिल्म हलको प्रड्युसर हुनुहुन्छ हजुरले मसित 1000 दिन मैले 100 रुपैयाँ राख्नै पर्छ देखाउनै पर्छ यार ल पपकर्न दिनु ल यतातिर छिर्दैछन् मान्छेहरू होइन दाइ फेरि अब हेर्दै हुनुहुन्छ नारायणले फेरि अब किन्दैछ के अरे पपकर्न दाइ गएर अब सहयोग गर्नु त नारायणलाई फेरि आई क्यान्ट हेल्प इङ्ग्लिस ल एउटा मात्र लिनु हजुर साइज मतलब के को पानीको साइज ए सानो टाइपको ल्यायो कि ठुलो तिहार्ने र ओइ पानी 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 खाएर अलि मुटायो भने हलमा के गर्ने हो झ्याल त छैन होला के रे झ्याल छैन अब त्यो फिल्ममा देखिन्छ नि झ्याल त्यही सम्झने उता ल थ्याङ्क यू सो मच केटा हो म छोप्छु म त क्यामेराम्यान केटा मैले बोक्दैन के अरे ल त्यस्तै हो
पानी पानी बेच्न होइन हो कि तिमीहरू बेच्न होइन हो कि मार्नु नखायो भने जुरन्डीहरू शब्द त फेरि राम्रो आएको के अरे It's time for movie. Ding ding.